यहाँ आइज मलाई आइज सबभन्दा खुसी हुन्छ क्या मलाई देखेपछि नचल्दा हेलो एन्ड वेलकम ब्याक टु अनदर भ्लग सो म चाहिँ चितवनबाट आइसकेँ फर्केर एन्ड 10 दिनको साइलेन्स पछि लाइक नर्मल लिभिङमा फेरि फर्किनलाई चाहिँ मलाई हल्का 2-3 दिन एडजस्ट गर्न लाग्छ एन्ड इट वाज क्रेजी गुड इट वाज टफ हैन फेसिङ योर माइन्ड इज नट अ easy thing. I think that's the hardest thing that anyone can face because everybody's distracted, everybody's running away from their mind, running away from themselves. So I think this 10 days are always the hardest for me, like these 10 days that I've done before, and yeah, let's enjoy the day. हामी चाहिँ एक तारालाई एकछिन डुलाउनलाई निस्केको धेरै भइसकेको थियो बाहिर ननिस्केको त्यही भएर मेरो बहिनीको अनुहार मसँग मिल्छ कि मिल्दैन होला यता हेर त ठुलो हुँदै आएपछि चाहिँ खै त हेर त आम्मा गाइस यहाँ हस्की छ क्या आँखा चाहिँ हस्की हो नगर्नु बाफ रे बाफ छरपष्ट छ यहाँ होमवर्कहरू म सिकाउँदैछु म यहाँ तर भ्यू चाहिँ एकदम दामी देख्छ है यो पुरै शिवपुरी एरिया यहाँबाट कपनको स्टुपा पनि देख्छौ त्यो कपनको स्टुपा भयो तारेभिरु त्यो एरिया भयो अनि चिसेनीको गुम्बा हो त्यहाँनिर छ सब देख्छ यहाँबाट क्लियर आकाश पनि क्लियर छ कसैलाई यहाँ गरिनु भएको छ यहाँ पनि भरिन्छ बिस्तारै बिस्तारै यहाँ पनि त्यहाँ पनि गर्दा गर्दा अब बुढानीकण्ठ एरिया पनि फुल प्याक भइसक्यो मलाई चाहिँ यो काठमाडौँको चाहिँ हैन हलिउड हिल्स टाइपको लाग्छ क्या खतरा छ क्या माथि माथि घरहरू पनि के भयो कुकुरको भुत्ला भएर के भयो त नि कुकुर भएपछि भुत्ला हुँदैन त मम्मीलाई चाहिँ कुकुरको भुत्लाले टेन्सन बनाइसक्यो घरमा त्यही भएर सब कुकुरको बासी यहाँ बाहिर हुन थालिसक्यो मैले त जहिले नि भित्र ल्याउँछु किनभने यो त अनि घरभित्रै बस्ने कुकुर हो अनि यो भित्र राख्नु पर्दैन अस्ति यहाँ पानीमा बिचरा मैले यहाँ झ्यालबाट हेरेको राति होइन यो यहाँनिर बसिरहेको रहेछ पानी परेर सब भित्र पानी छिरेर आम्माम अस्ति अनि चिसोमा त नि तुर्कै थियो त बिचरा यसले के गरेछ खेल्दै बस्छ आफ्नै मेरो सुरुवालमा जहिले चढाइ गर्छु यो मेरो यो तुना तान्छ कि यसले किन बाँडिदिन्थ्यो चाहिँ राति एक ताराको घर यस्तो छ हाम्रो यो क्यारम बोर्डले ऊ त्यहाँनिर बाँडिदिने अनि त्यो बाँधेपछि उसलाई राति यहाँबाट चिसो हुँदैन भनेर यसलाई बाहिर राख्ने क्रममा यसले यो सब च्यातिसक्यो एक ताराले च्यात्यो जम्मै यो उता छ यो बाहिरको सब च्यातेछ यसले किनभने यो खासमा यो घरमा परिवारसँगै बस्ने खालको उस हो क्या यो फ्यामिली डग हो त्यही भएर एक्लै बस्न खोज्दैन यो त्यही भएर मान्छे चाहिन्छ यसलाई जहिले पनि रिह्याब गरेको 2.5 months भइसक्यो नेसनल फिजियोथेरापीमा यहाँ चाहिँ मेन फोकस फुटबल प्लेयरहरूलाई गर्दो रहेछ आई मिन फुटबलर्सहरू यहाँ धेरै आउने रहेछ के साल खबर बाँचिरहेको छु बाँच्नु नै ठुलो कुरा भइरहेछ फाइनली थेरापी इज ओभर 5 घण्टाको थेरापी गर्छ यो मान्छेले 8:30 मा 8:30 देखि 2 बजिसक्यो अहिलेसम्म नि थेरापी सेन्टरमा फाइनली त्यही पनि म कक्षाको तालमै छु ल हामी चाहिँ अब थेरापीबाट निस्क्यौँ कोही केटा आयो भने चाहिँ आई हेभ अ बोयफ्रेन्ड भन् ल आई मिटिङ भन्छु आई मिटिङ भन्छु आई हेभ अ बोयफ्रेन्ड भन् क्या यो ट्याटु बनाउँछ क्या यहाँनिर आई हेभ अ बोयफ्रेन्ड
भनेर नि ह्यासट्याग सिरु ह्यासट्याग पाते सिरु पानी आज सिरु पाते भनेर लेख्छु नि हुन्छ त्यस्तो गर्दैन कोही केटा आएर अनि राम्रो ह्यान्डसम केटा आयो भने चाहिँ नि भन्दैछु त आयो अब बोयफ्रेन्ड मन भनेर ए के भयो त वाइ नट म नि भन्छु नि आम सिङ्गल मलाई माया गर्दैनस् गर्छु त तैँले चाहिँ गर्छुस् आजको सेसन चाहिँ इट्स अल अबाउट ज्याबको भेरिएसन्स सो वी स्याडो बक्स फर्स्ट एन्ड देन प्याडिङ गऱ्यो पार्टनरमा एन्ड अहिले चाहिँ लाइक प्र्याक्टिस सेसन ज्याब्स ओन्ली ज्याब्स I'm finally back home. Long time to see boxing session like it was good and technical work as a technical and conditioning. It was very much fun and tomorrow ko pani मैले plan set गरिसक्यो एक महिनाकै गरिसक्यो actually and intermediate level को boxers or fighters हरु छ so त्यही level त्यही अनुसारको and equipments पनि हेर्नु पर्यो equipment सक्छ छैन जिममा भनेर त्यही level को training plan set गर्छु म चाहिँ and that's it. I'm home. I'm tired. I meditate for 1 hour now and may all be happy. See you guys tomorrow. Peace.